कोही पनि हाम्रो डायबिटिजको बिमारीहरू हुनुहुन्छ भने है राम्रोसँगले सुन्नुहोस् है, यो भिडियो राम्रोसँगले हेर्नुहोस्। तपाईहरुले डायबिटिजको बिमार भनेको अहिलेघरि प्रत्येक घरमा रहेको छ र प्रत्येक घरमा नै डायबिटिजको पेशेन्ट कोही न कोही हुने गर्दछ र तपाईहरुले महँगो भन्दा महँगो दबाई पनि खाइरहनु भएको छ र ज्यादा दबाई खाएको कारणले गर्दाखेरि तपाईलाई अर्को बिमारले पनि छेकिरहेको हुन्छ, अर्को बिमारले पनि छोइरहेको हुन्छ र त्यसरी डाक्टर देखाउँदा देखाउँदा हैरान हुनुभएको छ। तपाईको चिनीको लेभल, सुगरको लेभल घट्दैन है, एउटा कन्ट्रोलमा आउँदैन भने अहिले यो समयमा यहाँ हेर्नुहोस्, यो लामपाते फलेको छ, हेर्नुहोस् मजाले फलेको छ यो लामपाते। तपाईहरुले यो लामपातेलाई ल्याउनुहोस् घरमा र लामपातेलाई घरमा ल्याएर तपाईहरुले यसलाई खानुहोस्, यसको सेवन गर्नुहोस्। बिहान बिहान खाली पेटमा तपाईहरुले 2टा 3टा फललाई टिपेर यसको सेवन गर्नुहोस् र यसलाई तपाईहरुले सधैँभरिको लागि राख्नको लागि हो भने यसलाई तपाईहरुले मजाले टिपेर ल्याएर सुकाउनुहोस्। यसलाई सुकाउनुहोस् अनि सुकाएर तपाईहरुले यसलाई धुलो बनाउनुहोस्। यसको धुलो बनाउनुहोस्। यसको एक प्रकारको स्वाद हुन्छ, टरो टरो गुलियो गुलियो एक प्रकारको स्वाद हुने गर्दछ र गुलियो भन्ने त्यस्तो गुलियो पनि हुँदैन, यो प्राकृतिक गुलियो हो र यसलाई तपाईहरुले ल्याउनुहोस्। ल्याएर चाहिँ यसलाई ढुट्टो बनाउनुहोस्। सुकाएर धुलो बनाइसकेपछि तपाईहरुले यसलाई बिहान बिहान तपाईहरुले 2 चम्ची गरेर मनतातो पानीसँग सेवन गर्नुहोस्। यसरी दैनिक रूपमा तपाईले सेवन गर्नु भने तपाईको जुन डायबिटिज छ नि, त्यो डायबिटिजलाई रगतको जुन मात्रा बढेको हुन्छ त्यसलाई